हेलो एभ्रिवान वेलकम टु माई सेकेन्ड ब्लग मेरो आँखा देखिरहेको छ कि छैन आई डोन्ट नो होइन आँखा बन्द देखिरहेको छ कि एकदमै गर्मी छ अहिले दुबईमा 48 डिग्री सेल्सियसबाट 50 डिग्री सेल्सियसको बिचमा छ होला टेम्परेचर एक्सट्रिमली हट दिउँसो त मान्छेहरू खासै बाहिर देखिँदैन पनि म पनि अहिले मेरो रुममा बस्दा बस्दै अलिक बोर भएर चाहिँ म यहाँ कफी सपमा बसेर काम गरौँ भनेर बाहिर जाँदैछु बट लाइक 2-4 मिनट हिँड्दा पनि खतरा गर्मी क्या अनि यसो भ्लग बनाइदिउँ भनेको यो सेकेन्ड भ्लग हो कुनै स्पेसिफिक टपिक त छैन बट लेस चिट च्याट भनेर बनाएको होइन किन स्किप गर्ने एउटा भिडियो बनाएको छु धेरै ग्याप नगरौँ बरु लाइक हुन्छ नि जे छ त्यही बोलिदिउँ भनेर बनाएको अनि अहिले चाहिँ म कफी सपमा जाँदैछु त्यही बसेर काम गर्ने भनेर दुबई आउने चाहना गर्नु हुँदैछ भने नेपालबाट एकदमै यो टाइम चाहिँ अलिकति राम्रो मानिँदैन किनभने मोस्ट अफ द बिजनेसहरू पनि स्लो हुन्छ हस्पिटालिटी बिजनेसहरू झन् समरमा पुरै स्लो हुन्छ त्यही भएर लाइक समरमा यहाँ जबको लागि आउँदा चाहिँ अलिकति चान्सेस कम्ती हुन्छ जस्तो लाग्छ मलाई यो अक्टोबर नोभेम्बर डिसेम्बरबाट चाहिँ एक्सट्रिमली हायरिङहरू सुरु हुन्छ फेरि कन्सल्टेन्सीको चाहिँ एडभर्टाइज गरेको होइन है मेरो हायरिङ त्यो डिपार्टमेन्ट त्यस्तो केही होइन जस्ट हुन्छ नि ओपिनियन सेयर गरे हो दुबईमा अब यो गर्मीमा चाहिँ अब भर्खर सुरु भयो यो मेदेखि त सुरु भयो मे टु नोभेम्बर्स भनेको त एक्सट्रिमली 6 महिना त गर्मी नै हुन्छ है बिजनेसहरू अलिकति डाउन हुन्छ यतिखेर टुरिस्टहरू पनि एकदमै कम्ती आउँछन् लास्टै गर्मी छ झन् बाहिर बसेर काम गर्नेहरूको चाहिँ कस्तो होला हालत क्या यस्तो गर्मीमा हुन्छ नि अब त्यो बाहिर कन्स्ट्रक्सनहरूमा काम गर्दाखेरि यताउता गर्दाखेरि कति दुःख होला क्या र पनि दुबई गभर्मेन्टले त बिचमा 2-3 घन्टा त रेस्टै गर्छ होला यो एक्सट्रिम हिटमा त काम गराउँदैन 2-3 आवर्स त रेस्टै गराउन लाउँछ तर जे भयो नि गर्मी त गर्मी छ नि त होइन एउटा ग्लास पनि किन्नुपर्ने बेला भएको छ ग्लास नहुँदा त आँखै हेर्न नसकिने रहेछ क्या गाह्रो छ क्या यस्तो गर्मीमा है गाडी भयो भने चाहिँ अलिकति सजिलो हुन्छ तर गाडी छैन मेरो गाडी भयो भने त अलिकति इजी नै हुन्छ गाडी छैन के गर्नु अब लाइसेन्स आएको छैन लाइसेन्सको लागि ट्राई गर्दैछु वी होप लाइसेन्स आएपछि चाहिँ अलिकति गाडीमा हिँड्नु पर्दाखेरि चाहिँ गर्मी नहोला अहिले मल आइपुगेँ भित्र छिर्दा चाहिँ आनन्द छ क्या अब बाहिरतिर चाहिँ अब त्यो गर्मी फिल हुने हो र भित्रको भित्र भयो भने त खासै गर्मी फिल हुन्न रिल्याक्सै हुन्छ एसीहरू सबैतिर हुन्छ त्यस्तो गर्मी फिल हुन्न तर बाहिर 2-4 मिनट हिँड्दाखेरि पनि सहनै नसक्ने हुने क्या सो तपाईँहरू पनि बाहिर हिँड्नुपर्ने काम छ भने चाहिँ मजाले पानी सानीको बोतल बोकेर हिँड्नु होला पानी सानी पिएर हिँड्नु होला ढल्ने नै खालको छ उड्दै गरेको छ र मुनि झर्ला जस्तो छ त्यही भएर पानी सानी बोकेर मजाले हाइड्रेट राख्नु होला राम्रोसँग हाइड्रेट राखेर हिँड्नु होला सो फाइनली बल्ल कफी सपमा आइपुगेँ बल्ल अलिअलि साय जस्तो भइरहेछ बाहिर 2-4 मिनट हिँड्दाखेरि पनि खतरा गर्मी क्या त्यो हिटरभित्रै राखेँ जस्तो भइरहेको थियो क्या हेलो म यहाँ टिम्स होटल्समा छु ल आउनु न आउनु ए साथी पनि आउनु हुँदैछ अर्जुनलाई नै बोलाएको थिएँ मैले मेरो फर्स्ट एपिसोडमा पनि अर्जुनलाई नै बनाएको थिएँ आज पनि उही आउँदैछ सँगै मिलेर बसेर काम गर्ने भनेर प्लान गरेको हामीले सो कफी अर्डर गरिसकेँ सो या द्याट्स अल फर टुडे अब फ्युचरमा चाहिँ अलिकति भ्यालुएबल कन्टेन्टहरू लिएर आउँदैछु अहिले चिट च्याट मात्रै हो त्यो स्किप गर्नुभन्दा पनि भिडियो बनाउनु भएर हो सो सी यु इन नेक्स्ट भिडियो